कुमान भगुडी यति बेला म सिन्धुपाल्चोक जिल्ला 5 पोखरी थाङपाल गाउँपालिकाको पालिका अस्पताल प्राथमिक अस्पतालमा आइपुगेको छु। यहाँका अस्पताल प्रमुख ज्यू सरोज धितालज्यूसँग कुराकानी गर्न गइरहेको छु। सरोज सर, हजुरलाई स्वागत छ। हजुर, धन्यवाद, नमस्ते। हजुर यस अस्पतालमा प्रमुखको रूपमा कार्यरत रहनु भएको कति भयो सर? म चाहिँ प्रशासन प्रमुखको रूपमा काम गरेको चाहिँ अहिले 6 वर्ष भयो। 6 वर्ष सुरुमा हाम्रो कोभिड अस्पतालको रूपमा थियो, यहाँ आइसोलेसन सेन्टरको रूपमा थियो। आइसोलेसन म आइसकेपछि चाहिँ हस्पिटल बनाउनुपर्छ भन्ने खालको कुरा हो। त्यही खालको पत्र गाउँपालिकाबाट भइसकेपछि म यहाँ आएर सेवा दिन थालेँ। आजको दिनमा चाहिँ 6 वर्ष पुरा भइसक्यो म आएको। 6 वर्षदेखि हजुर यस अस्पतालमा हुनुहुन्छ। यस अस्पताल प्राथमिक अस्पताल हो। प्राथमिक अस्पतालको उद्देश्यहरू के हो बताइदिनुहोस् न। यस अस्पतालले के चाहिँ सेवा सुविधा दिने हो, के गर्ने हो, जनताको उपचार गर्ने हो कि के हो बताइदिनुहोस् न। हाम्रो यो प्राथमिक अस्पताल भन्ने बित्तिकै स्वास्थ्य चौकी भन्दा एक स्टेप माथिको अस्पताल भनेर बुझ्छौँ। अब प्राथमिक अस्पतालको चाहिँ पहिलो सुरुमा उद्देश्य के हुन्छ त भन्दा यहाँका बिरामीहरू जस्तै यहाँनिर उपचार नपाएर मर्नुपर्छ, जस्तै लाँदा लाँदै मुटुका रोगहरू हुन्छन् होइन, समस्या हुन्छ। अब चोटपटकको कारणले पनि ज्यान गुमाउनु परेको, एम्बुलेन्स नपाएको, बाढी पहिरो, यो अब बागमती प्रदेशकै दुर्गम गाउँपालिकामा पर्छ। त्यसले गर्दाखेरि हामीले चाहिँ अब पहिलेदेखि स्वास्थ्य सेवामा चाहिँ अलिकति समस्या भोग्दै आइरहेको। गाउँपालिकाले 15 शय्याको अस्पताल राखिसकेपछि चाहिँ यहाँका बिरामीहरू मृत्यु गर्न नपरोस् है, साधारण रोगको लागि काठमाडौँसम्म पुग्नु नपरोस्। एकजना चाहिँ चिकित्सक सहित एमबिबिएस डक्टर राखेर यहाँ सेवा दिने भन्ने एउटा उद्देश्य भइसकेपछि यहाँ व्यवस्थापनमा चाहिँ अब डाक्टर साहब चाहिँ पहिला हुनुहुन्थ्यो, म आउनुभन्दा अगाडि डाक्टर साहब हुनुहुन्थ्यो, नर्स हुनुहुन्थ्यो, जम्मा 3 जना हुनुहुन्थ्यो। त्यस पछाडि म यहाँ आइसके पछाडि चाहिँ अस्पताललाई चाहिँ अस्पताल जस्तै बनाउनुपर्छ भनेर अनि सुरुमा जिरोबाट सुरु गरेको, जिरोबाट उठाउनलाई सुरु गरेको। त्यो बेलामा हामीसँग आन्तरिक स्रोत पनि नभएको, विभिन्न सङ्घ संस्थाहरूलाई धेरै सहयोग माग गरियो। सहयोग माग गर्दाखेरि उहाँहरूको सपोर्टबाट यहाँसम्म आइयो। त्यो हुँदा बिरामीहरूले चाहिँ के सोच्नुहुन्छ भने बिल्डिङ यति ठुलो छ, यो भएपछि सबै उपचार हुन्छ, मेरो चाहिँ होल बडी यहीँ हुन्छ, म काठमाडौँ जानै पर्दैन भन्ने हुन्छ। प्राथमिक अस्पतालमा त प्राथमिक तहको हाम्रो निश्चित टेस्टहरू होइन, निश्चित खालका उपचारहरू हुन्छन्। त्यो उपचारभित्र चाहिँ अब जस्तै हड्डी भाँचेर आइसकेका छन् भनेदेखि चाहिँ अब प्लास्टर लगाउने, त्यसपछि एक्सरे गर्ने, अनि अब सुगर प्रेसर, त्यस पछाडि अब हेमोग्लोबिनहरू यो चेक गर्ने लोक छन्। अब उहाँहरू चाहिँ सोच्नुहुन्छ काठमाडौँ अब यहाँबाट त हाम्रो 3 घन्टामा त पुगिन्छ, पुग्दाखेरि 3 घन्टामा पुगेको विशेषज्ञ अन्तर्राष्ट्रिय अस्पताल र एउटा प्राथमिक अस्पतालसँग तुलना गर्न त मिल्दैन। फेरि चिकित्सकहरू कतिजना धेरैको गुनासो के हुन्छ भने मानसिकतामा यहाँ यत्रो अस्पताल बन्यो, मेरो उपचार किन भन भन्ने व्यापक गुनासो आउँछ। अनि त्यो आउनु फेरि स्वाभाविक पनि हो। बिरामीको हामीलाई जति गुनासो गर्नुहुन्छ हामी चाहिँ सुधार गर्न पनि सक्यो। बिरामीबाट हामी फिडब्याक लिँदै अगाडि बढेकै अस्पताल हो यो। किन भन्दाखेरि उहाँहरूले हामीलाई कम्प्लेन गर्नुभयो, भन्नुभयो भनेर हामी समस्या मान्दैनौँ। उहाँहरू चाहिँ हाम्रो सेवाग्राही हो। सेवाग्राही भनेको हाम्रो लागि चाहिँ अब अतिथि देवो भव भने जस्तै अतिथिलाई चाहिँ भगवान् सोचेर मान्नुपर्छ, उपचार दिनुपर्छ, उहाँहरूलाई सत्कार गर्नुपर्छ, सम्मान गर्नुपर्छ। सबैलाई हामीले रेस्पेक्ट गरेर राम्रोसँग कुरा बुझाएर पठाउन सक्यो भने उहाँहरू मान्नुहुन्छ भनेर अनि भनिसकेपछि यहाँ चिकित्सकीय टोलीहरू बिहान हामी मिटिङ है, डेली मिटिङ बस्ने, छलफल गर्ने, समस्याहरू समाधान गर्ने, एउटा फ्यामिली जस्तो हामी सेवा सुविधामुखी हुने होइन। यो पैसासँग मात्र तुलना गरेर हुँदैन होइन। हामीले चाहिँ एउटा चाहिँ प्रोफेसनलाई, आफ्नो करियरलाई, मानवीय सहायतालाई होइन, यहाँ चाहिँ कोही मान्छे आउँदैछन् भनेदेखि उनलाई चाहिँ आफ्नो परिवार सम्झिनु पऱ्यो। आफ्नो परिवार सम्झिसकेपछि त आफ्नो आमा बुवा हुनुभयो, दाजुभाइ भइसकेपछि उहाँको उपचार राम्रो हुने हो नि त भन्ने हिसाबले हजुरले मात्र भन्नुभयो कि सम्पूर्ण होल कर्मचारी होइन। हाम्रो कस्तो भन्दाखेरि यो कुरा चाहिँ मिटिङमा हुन्छ। हाम्रो साप्ताहिक मिटिङ हुन्छ। उस्तै पर बिरामीको फ्लो कम भयो भने हामी डेली मिटिङ पनि बस्छौँ। यहाँनिर अब सरसफाइ कार्यक्रमहरू, शुक्रबार सरसफाइ गर्ने कार्यक्रमहरू होइन, यो कार्यक्रमहरू गर्छौँ। अब हाम्रो यो वर्षको सेवा प्रवाहकै अवस्था हेर्ने हो भनेदेखि चाहिँ जस्तै 4210 जना चाहिँ जम्मा बिरामी यो वर्षमा, यो आर्थिक वर्षमा आएका रहेछन्। अब यहीँ आकस्मिक बिरामीहरू 775 जति आकस्मिक बिरामी नै आएको रेकर्ड छ हामीसँग। त्यसपछि अब हामीसँग चाहिँ अब रिफर गरेको 170 जनालाई रिफर गरिएको अनि हामीले ल्याबमा नै 3263 जनालाई चाहिँ
ल्याब परीक्षण गरिसक्यो। जस्तै कोही मान्छे हार्ट एट्याक भएर आउँछ अथवा मुटुको रोग छ भने उसलाई थाहा हुँदैन भने हामी इसिजी गरेर हामी चाहिँ सिधै गङ्गालाल अब हामीले हस्पिटल तोक्न त मिल्दैन, काठमाडौँ जानुहोस् मुटु रोग जचाउनुहोस् भनेर भन्दाखेरि त उसको एउटा चाहिँ बेलैमा चाहिँ शल्यक्रिया हुने भयो, बेलैमा उपचार हुने भयो, गर्दाखेरि धेरै ज्यान त जोगाउन सफल भएका छन् नि। अनि त्यस्तै भयो। अर्को चाहिँ अक्सिजन अभावले गर्दाखेरि त मान्छे 10 मिनट पनि बाँच्दैन धेरै जस्तो त। अनि त्यस्तो बिरामीहरूले चाहिँ उहाँहरू के भन्नुहुन्छ भने अब डायलिसिस गर्नु पनि पैसा मसँग छैन, के गर्ने भन्दाखेरि उहाँहरूले चाहिँ अब जे उपचार यहाँ हुन्छ त्यही गर्छु म भनेर होइन कतिपय बिरामीहरू आउनुहुन्छ। आएर सन्तुष्ट होइन सन्तुष्ट सेवाग्राहीहरूको हामीले कहिले काहीँ फर्म भरेर हामी फिडब्याक लिन्छौँ। त्यो लिँदाखेरि लगभग अहिलेसम्म गुनासोहरू कुनै पनि जायज गुनासोहरू हामीले सम्बोधन पनि गर्छौँ। कसैले इमेल गर्नुहुन्छ, फोन हाम्रो हस्पिटलको फोनमा फोन गर्नुहोस्, हामी पेज मार्फत हामी सूचनाहरू प्रवाह गरिरहेको हुन्छौँ। धेरैले हेर्नु पनि हुन्छ, त्यहीँ फिडब्याक पनि दिनुहुन्छ। कहिलेकाहीँ अघि डाक्टर साहबले पनि भन्नुभयो होला सायद, हाम्रो कहिलेकाहीँ ल्याबमा एकजना मात्रै हुँदाखेरि, एक्सरेमा एकजना मात्रै हुँदाखेरि, उहाँहरू नहुँदाखेरि चाहिँ सेवा ठप्प हुन्छ। अनि कहिलेकाहीँ विद्युत नआउँदाखेरि पनि ठप्प हुने समस्या थियो। अनि बिरामीहरू अब पैसा छैन काठमाडौँ जानलाई भनेदेखि त्यस्तो बिरामीहरूको लागि चाहिँ यो प्राथमिक अस्पताल एउटा के हो भन्दाखेरि यो कोसे ढुङ्गा जत्तिकै भनौँ न, उहाँहरूको लागि चाहिँ एकदम राम्रो हुँदछ। जो पैसा छ पहुँच छ होइन, उहाँहरू त काठमाडौँ जानुहुन्छ, उपचार गर्नुहुन्छ, निको पनि भएर आउनुहुन्छ। उहाँहरूको लागि भन्दा पनि जो चाहिँ काठमाडौँसँग पुग्न नसक्ने समस्याग्रस्त बुढाबुढी ज्येष्ठ नागरिकहरूले चाहिँ यो अस्पतालबाट अलिकति लाभ लिएर उहाँहरूको फिडब्याक पनि आउँछ। त्यसलाई चाहिँ हामीले सम्बोधन गर्छौँ। अस्पतालमा अहिले कर्मचारी कुन कुन विषयका विज्ञहरू कतिजना हुनुहुन्छ के बताइदिनुहोस् न। अहिले चाहिँ हाम्रो यहाँ जम्मा 12 जना छौँ। 12 जनामा हाम्रो पारामेडिक्स भन्छौँ है, यो चाहिँ 2 जना हुनुहुन्छ, डक्टर हुनुहुन्छ 1 जना, त्यसपछि हाम्रो नर्सहरू हुनुहुन्छ 1 जना सिनियर अनमी हुनुहुन्छ, त्यसपछि 1 जना स्टाफ नर्स हुनुहुन्छ, अनि फार्मेसिस्ट हुनुहुन्छ 1 जना। हामीले यहाँ छुट्टै खरिद गर्ने किन्नुपर्ने औषधि र फ्रीको 2टा औषधि हुन्छ कि हामीसँग 2टा औषधि दिनको लागि फार्मेसिस्ट पनि छुट्टै हुनुहुन्छ। रेडियोग्राफी एक्सरे गर्नको लागि रेडियोग्राफर हुनुहुन्छ। त्यसपछि हाम्रो ल्याब सेवामा 1 जना हुनुहुन्छ। त्यसै गरी कार्यालय सहयोगीको लागि अब 3 जना हुनुहुन्छ। कार्यालय सहयोगी मात्र होइन, उहाँहरूले नाइटमा चाहिँ गार्डको काम पनि गर्नुहुन्छ, नाइट ड्युटी पनि गर्नुहुन्छ। अनि सरसफाइको भूमिका पनि उहाँहरूले गर्नुहुन्छ। बिरामी धेरै आयो भने त्यो ह्यान्डल पनि उहाँहरूले गर्नुहुन्छ। हाम्रो गार्डनहरू होइन मा चाहिँ काम गर्नुपर्ने हुन्छ। अब विविध विषयहरू, अब यहाँ धेरै विषयहरू छन्, त्यो कामहरू हामी मिलेर गर्छौँ। जम्मा 12 जना, प्रशासनमा मै भइहालेँ। अनि यसरी हाम्रो चाहिँ जम्मा 12 जनाको सङ्ख्यामा हामी कर्मचारीहरू छौँ। सुरुमा सबै सेवा नै फ्री गरेको, तर हाम्रो जनता के भयो भन्दाखेरि सुरुमा निःशुल्क दिएको औषधि लाग्दैन भन्ने खालको मानसिकता थियो कि यहाँ। अनि त्यो भएपछि हामीले निश्चित शुल्क चाहिँ राख्नुपर्छ भनेर निश्चित शुल्क राखिसकेपछि अनि बिरामीहरूको फ्लो पनि बढ्यो। हुँदाखेरि पूर्व मन्त्री माननीय मोहनबहादुर बस्नेत हुँदाखेरि पनि उहाँले पनि बजेट पठाउनु भएको है। भन्नाले हामीलाई समस्या चाहिँ केमा भन्दाखेरि बजेट त पठाउनु भयो, जस्तै पुँजीगत तर्फ पठाउनु भयो क्या। पुँजीगत भन्नाले भवन मर्मत सम्हारको लागि पठाउनु भयो, तर दरबन्दी चाहिँ हाम्रो केन्द्रबाट दरबन्दी, प्रदेशबाट होइन नभएको कारणले स्थानीय सरकारले नै यसको चाहिँ व्यवहार बेहोर्नुपर्छ। त्यो हुँदाखेरि अब भोलिको दिनमा चाहिँ यदि आर्थिक सङ्कट लाग्यो भने अस्पताल कसरी चल्ने त? भावनाले त चल्दैन अस्पताल। त्यतिखेर चाहिँ के गर्ने भन्ने एउटा चुनौती हामीसँग छ। तामाङ, मोहनबहादुर बस्नेत है, समीर तामाङ सबैजनाले सहयोग नगरेको भन्ने चाहिँ छैन। अनि युवराज दुलाल लगायतका सबैले यहाँ सहयोग गर्नुभएकै छ मान्यहरूले। यहाँ एकचोटि के व्यापक गुनासो थियो कि यहाँ अस्पतालमा चाहिँ फार्मेसी नभएर बाहिरको प्राइभेट फार्मेसीमा पठाउनु पर्यो भन्ने अवस्था थियो। त्यसको विषयमा के छ अस्पतालको धारणाहरू? जस्तै यस्तो विषयमा पनि छलफल धेरै नै भएको हो। यो सत्य पनि छ, कतिपय कुराहरू सत्य पनि हो। किन भन्दाखेरि जस्तै हामीसँग कुन रोग हुन लाग्छ त भनौँ न, हामीलाई कुन रोग लाग्छ, अब अहिले लागेको रोग अर्कोचोटि नआउने, नयाँ बिरामी पनि आउने। त्यो हुँदाखेरि समस्या के हुन्छ भन्दाखेरि हामी त सेवाको हिसाबले राखेका हुन्छौँ। अनि यहाँ नभएको औषधि त हामीले लेख्नै पर्ने हुन्छ। मेडिकलमा पनि पाइरहेको छ, त्यसले गर्दा अब हामी त्यो पनि खुसी हुन्छौँ। किन भन्दाखेरि मेडिकलमा पनि नहुने हुँदा त सिधै काठमाडौँमा पुग्नु पऱ्यो। हामीसँग अब यो रोग लाग्छ, त्यसले गर्दा यो औषधि लिएर आउने भनेर हामीले चाहिँ मूल्याङ्कन भनौँ न, पहिलाको पूर्व
रोगको आधारमा हामीले औषधि खरिद गर्छौँ, प्रक्रिया अपनाउँछौँ। अनि त्यो हुँदाखेरि चाहिँ अब किन्नुपर्ने औषधि पनि जस्तै नयाँ रोग लगाइदियो, डेङ्गुको महामारी लगाइदियो, त्यस पछाडि अब नयाँ नयाँ भनौँ न, अब भाइरल फिभरहरू पनि, भाइरल ज्वरोहरू पनि अब नयाँ खालको आइदियो कुनै, होइन? त्यस्ता रोग आइदियो भनेदेखि चाहिँ हामीसँग हुन पनि सक्छ कहिलेकाहीँ। त्यो बेलामा चाहिँ अनि बिरामीले भनेको कुरा पनि सबै कुरो, कोही के भन्नुहुन्छ भने कोही चाहिँ यहाँ सबै फ्रीमा पाउनु पर्ने भन्नुहुन्छ, कोही किन्न पनि नपाउने भन्नुहुन्छ। भन्नाले 2-3 खालकै बिरामी हुनुहुन्छ क्या। अब कसैलाई चाहिँ फेरि निःशुल्क औषधिले लागेन पनि भन्नुहुन्छ। अनि हामी अब काठमाडौँ गएर बिहान गएर बेलुका औषधि व्यवस्थापन गरेको पनि उदाहरण छन्। हामी यहाँबाट काठमाडौँमा बाइकमा गएर औषधि लिएर आएर व्यवस्थापन गरेर मेसिन बिग्रेर पनि क्विक काम गर्छौँ। किनभने बिरामी आएपछि बिरामीलाई चाहिँ उपचार गर्न हाम्रो धर्म हो, त्यो धर्म चाहिँ भुल्नु हुँदैन भनेर हामी त्यो हिसाबले काम गर्छौँ। यहाँ पारीपट्टि अघि हामीले देख्यौँ, पारीपट्टि पहिरो र खोलाको किनारमा भएको हुनाले यो अस्पतालै पनि अलिकति जोखिम जस्तो देखिन्छ। यसमा चाहिँ के छ अस्पतालको धारणा, कसरी नियन्त्रण गरिरहनु भएको छ? बाढी नियन्त्रणमा कतिको अब साथ सहयोग भएको छ? माननीयज्यूहरूको कुरो गर्दाखेरि प्रदेश अनि स्थानीय तह, अब पोहोरको वर्ष प्रदेशले पनि गरेकै हो त्यो प्लम हालेको। प्लम पनि अब अहिलेको यो वर्ष चाहिँ थेक्दैदेखि हुन्थ्यो, होइन? यो वर्ष थेक्यो भने अर्को वर्षको लागि चाहिँ केही न केही विकल्प हुन्थ्यो भन्ने हो। ल उहाँहरूले त गर्नुभएकै छ त्यहाँ। अनि यो वर्ष पनि पहिरो पन्छाउनको लागि भनेर गाउँपालिकाले बजेट व्यवस्थापन गरेर काम पनि भयो। खोला अहिले गहिरिँदै गएको छ, किन भन्दाखेरि त्यो अलिकति ढुङ्गा निकाल्दा पनि त्यहाँ चाहिँ स्पेसली बढ्ने, त्यसले गर्दा हामीलाई अलिक सुरक्षित हुने। हामीसँग चाहिँ अब हामीले के गर्छौँ भन्दाखेरि अब भइपरि आउने कुराहरू हामीले रोक्नु त सक्दैनौँ, पूर्व सावधानी अपनाउने हो। पूर्व सावधानी अपनाउँदाखेरि चाहिँ हामीले हस्पिटलमा साइरन राखेका छौँ, माथि छुट्टै आवासको लागि माथि पहिला चाहिँ इन्द्रावती जनसेवा समिति भनेर गठन गरेको त्यो स्वास्थ्य केन्द्रमा हाम्रो कर्मचारीहरू अहिले त्यहाँ बस्नुहुन्छ। यदि यहाँ बाढी यदि समस्या आइहाल्यो भने हामी माथि सिफ्ट गर्नु पनि हामीसँग तयारीको योजना छ, प्लान छ। त्यस पछाडि हामी पूर्व तयारीको लागि हाम्रो गाउँपालिका विपद समितिले पनि बेला बेलामा यहाँ हामीलाई सहयोग गर्नुभएकै छ। अब पोहोरको त्यो बाढी पहिरो आउँदाखेरि आर्मीलेसम्म यहाँ रेस्क्यु गरेर गाउँपालिका अध्यक्षज्यू आफै स्वयं रातभरि जागा बसेर यहाँ सहयोग गर्नुभयो। अनि त्यसले गर्दा नेसनल न्युज पनि बन्यो। अनि यस्ता विपद, होइन, एउटा यो खोलाको विपद हो, कहिलेकाहीँ अब अक्सिजनहरू नि पड्किने विपद भनेको त हामीसँग त धेरै विपद हुने। कहिले अब अक्सिजनहरू यस्ता भर्खरकै घटनामा अक्सिजन सिलिन्डर लिएर आउँदै गर्दा विस्फोट भयो। अब हामीले त्यस्ता घटना पनि हुने रहेछन् भन्ने अब एउटा भयो नि त। त्यस्ता कुराहरू पनि हामीले अब सोच विचार गरेर हाम्रो छलफल पनि भइसक्यो, होइन? भवितव्य पनि हुने रहेछन्। अब त्यो एउटा भयो। अर्को चाहिँ गाडी दुर्घटना भयो भनौँ भने, गाडी दुर्घटना हुँदा त यहाँ हजारौँको सयौँको सङ्ख्यामा त बिरामी आउँछन्। त्यो बेलाको प्लान चाहिँ के, त्यो बेलाको मेडिसिन के भन्ने पनि हाम्रो विपदमा चाहिँ हरेक हुन्छ क्या। भन्नाले अब हिजो भर्खरै तयार हुनुहुन्छ, यदि दुर्घटना कुनै घट्यो भने तपाईँहरू हामी उपचारका लागि तयार हुनुहुन्छ? हामी तयार छौँ। नभयो भने चाहिँ हामी एम्बुलेन्स बोलाएर भयो भने रिफरल सेवा हुन्छ, हामी मेलम्ची पठाउने, होइन? मेलम्चीको अस्पतालमा सम्बोधन गराउने, त्यस पछाडि एम्बुलेन्स बोलाउने, प्राइभेट गाडीहरूसँग कन्ट्याक्ट लिइरहने गरेर पनि हामीले प्राथमिक उपचार गरेर पठाउन सकिन्छ। त्यसकै लागि नै हो हाम्रो प्राथमिक अस्पताल। जस्तै भनौँ यो चाहिँ जटिल रोगको लागि चाहिँ होइन यो अस्पताल। किन भन्दाखेरि अब तपाईँलाई चाहिँ हड्डी के नसा च्यापिएको छ भनेदेखि चाहिँ यहाँ अब प्राथमिक उपचार होला, तर नसा च्यापिएको मेन उपचार त काठमाडौँ नै जानु पऱ्यो नि। भन्नाले यस्ता उपचारहरू चाहिँ अब हामीले बिरामीलाई धेरैलाई सम्झाउन सकिरहेको छैनौँ। अब उहाँहरू बिस्तारै बुझ्दै जानुहुन्छ। अस्पताल भइसकेपछि हाम्रो सचेतनाका कुराहरू, होइन, हाम्रो सल्लाहका कुराहरू, परामर्शका कुराहरू हुँदै जान्छन् बिस्तारै बिस्तारै। गाउँपालिका स्वास्थ्य शाखाले पनि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गर्नुहुन्छ, स्वयंसेवीका परिचालन गर्नुहुन्छ। त्यहाँ मार्फत पनि अब हाम्रो स्वास्थ्य सेवाहरू बिस्तारै बिस्तारै जनचेतनाहरू प्रवर्धन हुँदै गएको छ। त्यसले गर्दाखेरि तपाईँहरूले यो जनचेतनाको कार्यक्रम चाहिँ अस्पतालमा मात्र सीमित छ कि टोल टोलमा अब हुन्छ नि त, ठाउँ ठाउँमा स्वास्थ्य चौकीहरूमा गएर अस्पतालहरूले शिविर गर्ने जस्ता, होइन, अब जनचेतना यो रोगको लागि यसो नगरौँ भन्ने जनचेतना कार्यक्रमहरू स्थानीय तहमै गर्नुभएको छ? हाम्रो चाहिँ अस्पतालको चाहिँ सम्बन्धित स्वास्थ्य शाखा हुन्छ। स्वास्थ्य शाखामा चाहिँ त्यो क्याम्पहरू हजुरले पनि सुन्नुभयो होला, सूचनाहरू सुन्नुभयो होला, स्वास्थ्य शाखा मार्फत नै हुने हो। हाम्रो डाक्टर साहबलाई, स्वास्थ्य कर्मीलाई यहाँबाट लिएर गएर जस्तै अब महिलाहरूको पाठेघरको समस्या, होइन, त्यस पछाडि अर्को टिबी परीक्षण, हाम्रो यहाँको
ल्याबमा काम गर्ने जनशक्ति, त्यसपछि हाम्रो यहाँको डाक्टर लगायतको टिमहरू गाउँपालिका मार्फत चाहिँ हाम्रो ठाउँमा क्याम्प हुन्छ। त्यो बेलामा हेर्ने हामीले चाहिँ अब अरू अस्पतालले कसैले शिविर गर्न चाहनुहुन्छ, हाम्रो प्लान छ भने चाहिँ हामी यहाँ गर्नलाई सहजीकरण गऱ्यौँ। अन्तिममा चाहिँ तपाईँ यस अस्पतालमा आउने सेवाग्राहीहरूलाई लगायत अन्य सरकारहरूसँग तपाईँका केही यहाँका अस्पतालमा चाहिने केही माग गुनासोहरू सेवाग्राहीहरूलाई जनचेतनाको लागि केही भन्न चाहनुहुन्छ भने केही कुरा राखिदिनुहोस्। हाम्रो त्यस्तो हाम्रो अब केन्द्र सरकारलाई भन्दाखेरि त केन्द्र सरकारलाई हाम्रो दरबन्दी बाहेकको अरू कुरै छैन। दरबन्दी व्यवस्थापन गरिदिनु भयो भने हाम्रो धेरै कुरा त्यहाँबाट भइहाल्छ। अब प्रदेश सरकारले गरिदिने भनेको चाहिँ अब अनुदान हुन्छ नि, यहाँको लागि सञ्चालन गर्नको लागि उताबाट सञ्चालन अनुदान व्यवस्थापन गरिदिनु भने अस्पताल चल्ने काममा चाहिँ उहाँहरूको अलिकति सहयोग देखिन्छ। अब स्थानीय सरकारले त गरि नै रहनु भएको छ, किन भन्दाखेरि अब गरेन भने अस्पतालै बन्द हुने अवस्था हुन्छ। उहाँहरूले राम्रोसँग पनि बुझ्नु भएको छ। त्यसले गर्दाखेरि अब अहिलेसम्म जति पनि गर्नुभयो हाम्रो माननीय किरण थापा पूर्व स्वास्थ्य मन्त्री प्रदेशको हुनुहुन्थ्यो, उहाँ पनि यहाँ आएर विपददेखि अस्पताल हेर्नुभयो। त्यस पछाडि इसिजी मेसिन पनि उहाँले यहाँ ल्याएर छोडेर जानुभयो है। त्यो हुँदाखेरि चाहिँ अस्पतालमा आँखा नभएको होइन, पूर्व स्वास्थ्य मन्त्री यहाँ आएर 1 घन्टा बिताएर जानुभयो है। यो हुँदाखेरि अनि हामीलाई चाहिँ कस्तो लागिरहेको छ भन्दाखेरि जो केन्द्रमा बस्नुहुन्छ उहाँहरूले चाहिँ स्थानीय अस्पतालहरू, स्थानीय प्राथमिक अस्पतालहरूलाई तालिमहरूको व्यवस्थापनमा, त्यसपछि औजार उपकरणहरू आउँछ भनेदेखि चाहिँ त्यो तलसम्म ल्याउने कार्यक्रमहरू चाहिँ हजुरहरूले गरिदिनु भयो भने चाहिँ हाम्रो यहाँको चाहिँ समाजसेवी होइन नेतृत्व गर्नेहरू, जो सबै दलका नेतृत्व गर्नेहरूलाई भन्छौँ, यदि तपाईँहरूसँग काहीँ चाहिँ चिन्जान छ, हजुरहरूसँग चाहिँ सम्पर्क छ भने यो अस्पताल चाहिँ हजुरहरूले गर्नुभएको सहयोगलाई चाहिँ जहिले पनि हामी मूल्याङ्कन गर्नेछौँ, एप्रिसिएट गर्नेछौँ र उहाँहरूको त्यो जुन त्याग तपस्यालाई हामी चाहिँ बिर्सिँदैनौँ, उहाँहरूलाई हामी सम्मान सत्कार गर्छौँ भन्ने कुरा नै भन्न चाहन्छौँ। यदि कसैले जसले गरे पनि हाम्रै समुदायको लागि गर्ने हो, हाम्रै ठाउँको लागि गर्ने हो, हाम्रै चाहिँ जनताको लागि गर्ने हो। त्यसले गर्दाखेरि चाहिँ यो अस्पताल चाहिँ यसको यहाँ चाहिँ सेवा नगरौँ भनेर नसम्झिनु, हामी तपाईँहरूको भावनाको कदर गर्छौँ। त्यसले गर्दाखेरि तपाईँहरू कुनै पनि कामहरू अगाडि बढाउँदाखेरि यदि केही गरी पुग्नुभयो र गर्न सकिन्छ भने अस्पताललाई सम्झिनुहोस् भन्न चाहन्छु।